पोचौँ न पोच हेलो गाइस, गुड मर्निङ गाइस सबैजनालाई। वेलकम ब्याक टु माई न्यू भिडियो आफ्टर लङ टाइम। आई होप यु अल आर ओके एन्ड वी अल्सो आर हियर ओके। के गर्दै हुनुहुन्छ त? अनि हामी सन्चै छौँ नि एकदम। आज कपाल काटिदिएको है, बिहान उठेर 5 रियालमा। नेपालको लगभग 200-300 हुन गइहाल्छ, यहाँ चाहिँ 5 रियाल हो होइन। कपाल काटिदिएको ह्यान्डसम देखेछु कि नै भन्ने, यसो ह्यान्डसम देखेछु भने कमेन्ट गरिदिनु ल। कसैको मोबाइलबाट एक्टिभ हुन्छ रे, कसैको हुँदैन। आफ्टर लङ टाइम हामी चाहिँ भिडियोमा जोइन भइरहेको छौँ होइन। धेरै मिस गरिरहेको छु साथीहरूलाई पनि, मेरा प्यारा प्यारा सब्सक्राइबरहरूलाई पनि होइन, मेरो प्यारा प्यारा सपोर्टरहरूलाई पनि धेरै माया छ, मिठो सम्झना छ है। म चस्मा लाउँछु, हिरो बन्छु ल। आम्मामामामामामामा है, को ह्यान्डसम हो भन्ने हो कि के हो? ह्यान्डसम त छैन खासै, तर पनि कमी पनि छैन होइन। यस्तो हुन्छ, म त फेरि अरूले अब जेसो जेम सोचोस् होइन, म चाहिँ आफूलाई चाहिँ एकदम ह्यान्डसम मान्छु क्या, किनकि आफूले आफूलाई माया गर्नुपर्छ क्या होइन। ल अब चाहिँ हामी रुमदेखि निस्किन लाग्यो। ल दाइहरू चाहिँ ड्युटी जानु लाग्छ होइन। अनि एउटा हाम्रो यो के दाइ हो, बडी बिल्डर दाइ हाम्रो जोइन हुनु भएको छ हाम्रो भिडियोमा। ल केही बोल्न चाहनुहुन्छ यो मर्निङको सिनमा? यसो अरे कौन भौंक रहा है ये बदतमीज? यहाँ पे काम चल रहा है और ये निकलो बाहर, निकालो इसको बाहर, निकालो। Yeah. Today you are drunk. No. I can't. ल विशाल दाइ, हामी चाहिँ अब गएको है। ल यसो केही बोलिन्न, 2-4 शब्द भाइको लागि चाहिँ सब्सक्राइब यस्तो भन्नु पर्यो है। सबैजनाले हाम्रो भाइको युट्युब च्यानलमा आएर भिजिट गरेर सब्सक्राइब गरिदिनु होला सबैजनालाई होइन, बिन्ती छ ल। थ्याङ्क यू सो मच दाइ। ल म चाहिँ अब रुमदेखि निस्किसकेको छु होइन। अब दाइहरू चाहिँ रेडी हुँदैछ। अब हामी चाहिँ रुमदेखि निस्केर भाइ जान्छ होइन। मैले चाहिँ होइन बिचमा भ्लग सलग बनाउन छोडेको थिएँ, किनकि त्यस्तै अवस्था परेको थियो होइन। तर आजदेखि चाहिँ मैले अब हाम्रो शुक्रबार छुट्टी पर्नाले म चाहिँ हरेक शुक्रबार कन्टिन्यू एउटा न एउटा कन्टेन्ट लिएर भ्लग बनाउने छु। त्यसैले सबै मेरो सपोर्टरहरूले चाहिँ अब चिन्ता मान्नु पर्दैन पुस्तम कहाँ गयो होइन, पुस्तमको भ्लग किन आउँदैन आज हो कि भनेर चिन्ता मान्नु पर्दैन। अब चाहिँ हरेक शुक्रबार न्यू भ्लग आउने चाहिँ साथीहरू, र सबैले एकदम कन्टिन्यू दिनुपर्छ होइन। सक्दो सब्सक्राइब बढाउने प्रयास गर्नुपर्छ होइन। अनि हाम्रो यो मेरो युट्युब च्यानललाई सेयर लाइक पनि गरिदिनु होला साथीहरू, त्यही नै हो। र हाम्रो चाहिँ यहाँ मुटु कालुले खाना खाँदैछ। मुटु अरू केही नभने नि सब्सक्राइबरले गरिदिनु मात्रै, सब्सक्राइब गरिदिनु मात्रै भनिदेऊ न। गरिदिनु है, गरिदिनु। अरे कहना क्या चाहते हो? के गरिदिनु भनेको थियो? सब्सक्राइब राम्रोसँग भन्नु न यार, अलि साँच्ची यसको बोलीमा दम छ है। ल यसको युट्युब च्यानल सब्सक्राइब गर्नुपर्छ भन्ने त्यो दमले भन्नु न यार। त्यसको युट्युब च्यानल सब्सक्राइब गरिदिनु क्या। उसको शादी हुँदै भइहाल्छ। ल उसको शादी खाना खाएर मासु त्यही पनि डिस्टर्ब गरेँ है। एक दुईवटा लाइन भनिदिनु पऱ्यो भाइको लागि। हजुर भाइको युट्युब जोइन छ नि, सब्सक्राइब गरिदिनु पऱ्यो है, लाइक गरिदिनु, सेयर गरिदिनु है। समझ रहे हो न? एकदम सुन्नु भएको छ नि, एकदम थ्याङ्क यू सो मच है मेरो दाइ है। ल यति बोलिदिएको हाम्रो पण्डितजीलाई पनि देखाइदिनु। पण्डित त फेरि कत्रै हो क्या कालीमा त है। के छ त हाम्रो सर एकदम ठिक छ नि है। हाम्रो परिचय जिन्दगी त्यस्तै चलिरहेको छ होइन। उठ्यो खाना बनायो खायो, शादीमा बोलाउने हो कि नै? ल अरू कुरा चाहिँ छाड्यो होइन। र एउटा आफै बनाएको होइन। जस उसले चाहिँ होइन साथीहरू यस्तो हो क्या, परिचय हुने कस्तो हुन्छ भने कोही रहरले कोही पनि भित्रिएको हुन्न कि परेशमा होइन। रहरले कोही पनि परिचय आएको हुन्न, सबै दुःखमा परेर होइन परिस्थितिलाई बुझेर परिचय छिरेको हुन्छ। जसले होइन आफ्नो दुःखलाई
व्याख्या गर्छ होइन आफ्नो जिन्दगी ओए भाइ मेरो चस्मा लगाएर के एटिट्युड देखेर आएको है तिमी अनि होइन तर होइन ऊ चाहिँ मलाई चाहिँ के लाग्छ भने ऊ एकदमै होइन खतरा हो क्या कस्तो हुने चाहिँ होइन ऊ चाहिँ खाना नबनाउन आउने खाना त मलाई पनि खासै बनाउन आउँदैन होइन तर पनि उसले चाहिँ कति पनि नआउँदो रहेछ क्या होइन उसले चाहिँ यहाँ आएपछि होइन आफै होइन आफ्नै हातले इम्प्रुभाइज धेरै भएको छ पहिला आएकोदेखि होइन एकदमै खुसी लागेको छ उसलाई देखेर होइन र ठिक छ ल अब चाहिँ हामी यसो ल एक दुईवटा लाइन भनिदिनु पऱ्यो ल उसको सब्सक्राइब गरिदिनु पऱ्यो यताउति दिनु पऱ्यो ए खाना खायो भने भनिहालिन्छ नि एकछिन यार यति सब्सक्राइब गरिदिनु मात्रै भनिदिनु ल सब्सक्राइब गरिदिनु मात्रै भनिदिनु नाम के अरे पण्डित आदित्य कुमार आदित्य कुमार होइन झा होइन आदित्य कुमार के अरे आदित्य कुमार के त छिटो अरे कहना क्या चाहते हो यहाँ टाइम गइसक्यो आदित्य कुमार के भन्छ कस्तो हेर्नु भर्खरै नाम मस्त जोक मारा रे या हंस रे हल्कट हंस यतिकै यार जोर गऱ्यो ल अब चाहिँ हामी रुमदेखि निस्किसक्यो होइन धेरै ढिलो भएको छ हामीलाई चाहिँ हामी चाहिँ अब रुमदेखि निस्किसक्यो होइन यो ग्लास लाउने चाहिँ एउटा कारण थियो क्या ए दाइ यो दाइले चाहिँ अघि मेरो कपाल काटिदिएको होइन ह्यान्डसम त एकदम मोटो दाइ छ ल तर ठिक छ दामी छ होइन हामी चाहिँ अहिले रुमदेखि निस्किसकेका छ अनि साथीहरू कस्तो यस्तो ठाउँ होइन एकदम बवाल छ नि होइन ठाउँ मात्रै बवाल हो काम चाहिँ उयो पेल्नुपर्छ होइन दुःख चाहिँ धेरै छ पढ्दैछ त्यस्तो दुःख चाहिँ गर्नुपर्छ होइन अनि यो मैले चस्मा लगाएर किन हिरो बनेर बोलिरहेको छ भन्ने सोचिरहेको होला सबैजनाले होइन रुको जरा सबर करो तर यो चस्मा चाहिँ लाउनुपर्छ है साथीहरू किनभने चाहिँ होइन देख्न त म होइन म वरिपरि त म कतारमै छु तर कतार पनि अस्ट्रेलिया देखिरहेको छ क्या अस्ट्रेलिया क्यानाडा युरोपियन कन्ट्रीहरूदेखि लिएर होइन सबै के अमेरिका पनि मलाई जानै पर्दैन क्या यही चस्माले चाहिँ अमेरिका पनि देखाइदिइरहेको छ क्या होइन मजा आया अन्त के पढेको हातमा चाहिँ के पढेको थियो यो सेलेरी भर सेलेरी आएको यसो पढेर हिँडेको पैसा ही पैसा होगा त्यही त होइन $1,000 चाहिँ $1,000 हामी त अनि अस्ट्रेलियामा छ त होइन अस्ट्रेलियामा पो छ त हामी त होइन तर होइन जे जस्तो भयो भने रिच अफ कन्ट्री जे जस्तो हो भने आज चाहिँ हामी छुट्टीको दिन मिलाएर होइन यसो घुमघामदेखि लिएर प्लस मेरो मम्मीलाई भेटघाट गरेर आउनेछु म होइन नेपालमा बसिराख्नु भएको साथीभाइ बहिनी दिदीहरूले होइन दाइ भाइहरूले के अस्ट्रेलिया हेर्न चाहनुहुन्छ साँच्चै हेर्न चाहनुहुन्छ होइन ल हेर्नुहोस् न त त्यसको एकछिन यसो अस्ट्रेलियाको चहल पहल ल हेरौँ है है अस्ट्रेलिया कस्तो रे गाइज है अस्ट्रेलिया पो हो त नि ल हेर्न सक्नुहुन्छ हामीले यहाँ यस्तोमा होइन अनि यहाँ डायमन्ड निकाल्ने अरू चाहिँ थाहा भएन तर मैले चाहिँ यहाँ टक्क होइन अरूले पनि देख्न सक्नुहुन्छ चस्मा लगाएर हेर्नुभयो भने अरे चाहिँ लास्टमा चस्मा लगाएर हेर्नुभयो भने चाहिँ यहाँ अस्ट्रेलियामा चाहिँ तपाईँले ट्याक्क सुनदेखि लिएर गोल्डदेखि लिएर होइन डायमन्डदेखि लिएर होइन डायमन्डदेखि लिएर सुनदेखि लिएर गोल्डदेखि लिएर डायमन्डदेखि लिएर परदेखि लिएर होइन सबै देख्न सक्नुहुन्छ हाम्रो यो अस्ट्रेलियामा पोच दिउँ न पोच आई लभ यू कौन है ये लोग कहाँ से आते हैं चाहिँमा धेरै चटपटे पानीपुरी धेरै खाएछ बासी अनि त्यसपछि मेला हेर्न गएछ जाँदाखेरि पेट काटेछ बिचराको अनि दौडेछ दौडेछ अनि झाडीमा त्यो पट्टु के अरे तुना सुना बेल्ट खोल्न नपाउँदाखेरि लट्टै उठी गरे दिएछ अनि त्यसपछि उता साइडमा फेरि आफ्नो साथीमा कुर्न बसेको
अनि त्यसको नाम फेरि भरत रहेछ छेड्दाखेरि किन हो मलाई बोलाएको भनेर अरे यार मैले यार दिएको हो कहाँ तिमीलाई बोलाएको हो र समझ रहे हो न गरेर छेड्दाखेरिमा भरत नामको केटो साथी तिमीलाई के भयो भनेर हेल्प दिन आइरहेको त्यस्तो सिचुएसन पनि हो मजा आयो लास्टै हात दुख्यो दाइ तब पकाउनु त माथि फाल्दै यता देखाउनु है ल साथीहरू ल अघि कुरालाई चाहिँ मैले फेरि पनि जोडेँ होइन ऊ चाहिँ मेरो पूर्व साथी एकदमै मिल्ने साथी उसँग मैले चाहिँ धेरै समय पनि होइन मात्र 2 वर्ष बिताएको त्यो समय होइन दुई वर्षको समयमा पनि म उसँग एकदमै घनिष्ठ नजिक होइन एकदमै घनिष्ठ सम्बन्ध भयो हाम्रो अझै जुनी काट्ने साथीहरू त भेटाउनै छ गाह्रो छ नि ऊ चाहिँ मेरो होइन हि बिलोङ्स एज एभ्रिथिङ अफ माई लाइफ क्या होइन ऊ मेरो जिन्दगीको एकदमै खास मान्छे हो क्या उसले चाहिँ होइन आफ्नो चाहिँ वैवाहिक जीवनलाई एकदमै होइन अगाडि बढाउने सोचले उसले चाहिँ हाम्रो भाउजूलाई लिएछ होइन उसलाई चाहिँ यो भिडियो हाम्रो युट्युब बनाउनेलाई पनि एकदमै धेरै थ्याङ्क यू भन्न चाहन्छु दिदीदेखि धेरै धन्यवाद दिन चाहन्छु किनकि युट्युब नभएको भए मैले आजसम्म यो यसरी बोलेर म हजुरको अगाडि फेस रिभिल गर्न सक्दैन थिएँ होइन त्यसैले अनि मलाई यो भिडियोदेखि चाहिँ थ्रु दिस भिडियो होइन आई वान्ट टु विश माई एभ्रिथिङ माई फ्रेन्ड वैवाहिक जीवनको एकदमै धेरै शुभकामना छ मेरो साथीलाई होइन नजिक भएरै अब साथीको बिहेमा नाच्न मन थियो होइन एक टकिला लगाएर होइन साथीको बिहेलाई एकदमै रमाइलो गर्दै होइन बिहेमा एकदम रमाइलो गर्दै बिताउनु मन थियो तर परिस्थिति र समय परिस्थितिको कारणले आज म यता साथी उता भएको छ होइन तर केही छैन साथीले वैवाहिक जीवन सुरुवात गर्दैछ एकदमै राम्रो होस् होइन सम्बन्ध सधैँ टिकिरहोस् होइन एकदमै राम्रो होस् भन्दै म चाहिँ यो भिडियोदेखि साथीलाई एकदमै हृदयदेखि नै शुभकामना दिइरहेको छु है साथी एकदम मिस गरिरहेको छु मिस सो मच नट ओन्ली हिमा अल साथी मेरा अल साथी अल फ्रेन्ड हु मिट इन माई लाइफ होइन हु मिट बिफोर इन माई लाइफ अल फ्रेन्ड आई मिस यु फ्रम माई इनर हट सो मच ल अब चाहिँ धेरै कुरा नगरेर हामी चाहिँ अब डाइरेक्ट हेलो हामी चाहिँ तातो हावा खाएर आइसकेको छौँ होइन रुममा आइसकेको छौँ गर्मी सुरु भयो धेरै होइन गर्मी भयो अब मम्मी हुँदा पुगेर आइयो होइन सामान दिनुभएको छ हामी के छ स्पेसल खाना छौँ टक्क होइन त्यसपछि हाम्रो एउटा गाईले चाहिँ खाना खाँदैछ होइन यहाँ घरमा ल्याएर हामी चाहिँ भर्खर हाम्रो हामी पनि अब यस्तो खान्छौँ यो के हो होइन खाएको भिडियो चाहिँ एकछिनमा देखाउँछौँ हेलो ल हामी चाहिँ अब मम्मीले पठाएको होइन मेरो प्रिय मम माई लभली ममले हामीले पठाएको यो हाम्रो सेलरोटी र चटनी छ होइन यो चाहिँ अब हामीले खान लाग्यो हामी दिवाली मिलेर स्टार्ट हानेको है गाइज लेट्स स्टार्ट अझैमा उस गर्ने हो बेन्ड लगाउने हो चटनी खाने हो कसले खान्छ दामी छ है छोरी मान्छे खाँदैन छोरी मान्छे खाएको हो क्या त कट्छ होइन मेरो बहिनीको खाना चाहिँ लास्ट मिस गर्छु क्या मैले मेरो बहिनीले बनाएको खाना चाहिँ लास्ट मिस गर्छु क्या के हेरेको खाने हो खाने भाइ जोइनम है जोइनम जाम्यो लभी मम
दामी कस्तो डिलिसियस दाम छ होइन ल अब चाहिँ हेलो गाइस आज घुम्न जाने भनेको क्यान्सल भयो होइन तर केही छैन भिडियो एडिट गर्दा आउँदै नि जान्छु यार थाहै भएन तेरे यस्तै हो क्या परदेशमा आयो भने होइन काम गरेको थकाइ लाग्यो हुन्छ अनि रुम पनि सफा गऱ्यो नि त अघि हामीले त्यही भएर अलिकति थकाइ लाग्यो यस्तो अनि त्यही सुत्दैछु क्या म त होइन ल एकदमै होइन खुसी लाग्यो आज धेरै दिनपछि फेरि एउटा नयाँ भिडियो बनाइयो होइन साथीहरूसँग जोडिने एउटा मौका फेरि पनि आयो अब यस्तो मौकाहरू सधैँ आइराख्ने छ होइन यो मौकालाई चाहिँ गुमाउन नचाहने साथीहरूले चाहिँ मलाई एकदमै सक्दो होइन सपोर्ट गर्नु होला लाइक सब्सक्राइब सक्दो सेयर गर्नु होला होइन त्यही नै भन्न चाहन्छु सी यू इन द नेक्स्ट भिडियो गाइज all of you take care bye see you soon Yeah.